गाइस आज चाहिँ हैन हाम्रो रेस्टुरेन्टमा है आज चाहिँ हामी केही यहाँको हामीले बनाउने इन्ग्रेडियन्ट्सहरू हो दिस इज फर माई नेपाली भ्युअर्स भाइ नट इङ्ग्लिस भ्युअर्स subtitle don't worry I'll put the subtitle अनि आज चाहिँ हैन हाम्रो रेस्टुरेन्टको यहाँनिर के कसरी काम हुन्छ र हामीले कुन के बनाउँछौँ भन्ने कुरोहरू हामी देखाउनु गइरहेको छु है म हेरेर इन्जोय गर्नु होला अहिले चाहिँ हामी आइसकेको छौँ है हामी चारजना अहिले चाहिँ यहाँ टिम एडविन अनि यहाँ प्रकाश हाई गर्न त्यसो गर्न प्रकाश एडविन छ अनि देयर मिस्टर इस्लाम all the way from Egypt. Yeah, Egyptian guy from Africa. He's one of our best dishwasher. That's kidding, man. I'm not gonna put this video. He's the best chef, man. Best chef. He's the senior chef. अनि अहिले चाहिँ हैन अब चाहिँ हाम्रो यहाँनिर स्टार्ट गरेको छ अर्डरहरू एक दुईवटा आइसकेको छ युजुअली हाम्रो फ्राइडे टु सन्डे बिजी हुन्छ है अनि आज चाहिँ सटरडे हो आज चाहिँ बिजी नै हुन्छ यो भयो अहिले हालमा आएको अर्डर अनि अब कुकिङहरू काट्नुपर्ने छ यो चाहिँ भयो सुसी राइस यसरी प्रिपेयर गरेर हामी राख्छौँ फ्रेस सुसी राइस चाहिँ यहाँनिर छ है सुसी राइस अनि बाँकी अब यहाँनिर अहिले इन्ग्रिडियन्ट्सहरू यहाँ छ है फिस यो हिजोको बाँकी हाम्रो राइस कुकर अनि अब यहाँनिर फिस आइसकेको छ हामीसँग होइन फ्रेस फिस सालमन फिस अब त्यसलाई यहाँनिर कटिङ गर्नुपर्छ अहिले एकदम डिफिकल्ट छ है त्यो नर्मल फिस काटेको जस्तो हुँदैन यसलाई चाहिँ एकदम मजाले निकाल्नु पर्ने हुन्छ किनभने यसको हामी ससिमी निगिरी बनाउँछौँ है अनि बाँकी कतिवटा पार्ट्सहरूको चाहिँ हामी जस क्रिस्पीहरूमा युज गर्छौँ रफ फिसहरू चाहिँ अनि हाम्रो मेन क्यास काउन्टर चाहिँ यो भइहाल्यो यसरी यहाँ अर्डर आउँछ अनि त्यसपछि यहाँ भयो सब स्टिक्सहरू ससहरू अनि हामीसँग अरू वसाबीहरू हुन्छ वसाबी चिल्ली ससहरू त्यसरी म चाहिँ अब यहाँ फिस कटिङ गरेर देखाउनु गइरहेको छु कसरी फिस चाहिँ कटिङ गर्छ ओके गाइस अब हामी चाहिँ आज सालमन डचहरूले चाहिँ जालम भन्छ होइन सालमन फिस हामीले काट्नेछौँ अनि तपाईँहरूलाई केही सानो सिम्पल मेथड एकदम सजिलो तरिकाले काट्ने होइन धेरै आफ्नो आफ्नो किसिमको खान्छ सेफरले तर हामीले चाहिँ यहाँनिर काट्ने तरिका अब सजिलो तरिका है सबैभन्दा सजिलो तरिकाले काट्ने तपाईँहरूलाई एउटा देखाउनु छु अब यसको माथि हेड कसरी चाहिँ हामीले निकाल्ने तपाईँहरूले यो कानबाट चाहिँ तपाईँहरूले यस्तो यो एङ्गल लिएर हल्का एकदम जेन्टली है यहाँ चाहिँ तपाईँको साह्रो हुन्छ हल्की यसलाई हल्का काट्नु यस्तो भी सेपले काट्ने है यसलाई यहाँनिर अनि तपाईँहरूले अब यसलाई चाहिँ तपाईँले सुपहरूमा युज गर्नु सक्नुहुन्छ अब इम्पोर्टेन्ट यसलाई हामीले सिलेक्ट गर्दा चाहिँ यसलाई चाहिँ पहिला चाहिँ यो तलको हड्डीलाई चाहिँ तलपट्टि जान्छ माथिपट्टिबाट यहाँ ठिक्क हामीले मेन हड्डी दिनु चाहिँ यहाँनिर यसको माथि चाहिँ हामीले टक्कै यहाँनिर मिलाएर राख्ने है हेर्नु पहिला मिलाउनुहोस् हेर्नुहोस् यहाँ टक्कै छिर्यो है त्यसपछि चाहिँ तपाईँले यो नाइफको एङ्गल चाहिँ अलिकति तलपट्टि गर्नुहोस् धेरै पनि होइन थोरै तलपट्टि घुमाएर हेर्नुहोस् सबैलाई राम्रै आयो नि त है यो तपाईँहरूको नाइफ चाहिँ एकदम सार्प हुनुपर्छ यसको लागि अब तपाईँहरूको नाइफ चाहिँ सार्प छैन भने के हुन्छ भने चाहिँ माछाहरू बिग्रिने चान्सेस हुन्छ है हेर्नुहोस् त कति मजाले निक्लियो मजाले निक्लिने होइन यहाँनिर त्यसपछि यो पार्ट चाहिँ अलिकति गाह्रो हुन्छ है यो पार्ट जब तपाईँले नेक्स्ट पार्ट तपाईँले गर्दाखेरि यहाँनिर हेर्नुहोस् अघि जस्तो हामीले माथिपट्टिबाट गरेको थियो अब यसलाई तलपट्टिबाट गर्ने है देख्नु हुँदैछ नि यहाँबाट तलपट्टिबाट गर्ने यसलाई तलपट्टि चाहिँ अघि हामीले छुरी यस्तो तल गरेको थियो भने चाहिँ अब चाहिँ यस्तो अलिकति माथि गर्ने है यसलाई देख्नुभयो अब छिराएर अलिकति माथि गरेर तल गर्यो भने माछा काट्नु सम्भावना हुन्छ
यसलाई निकाल्नु मजाले निस्किन्छ क्या। अब यसलाई यहाँ राख्ने हो। अब यसको के निकाल्नुपर्छ भने सबैभन्दा पहिला हामीले यसको यहाँनिर हड्डी काँडाहरू हुन्छ नि त है, सबैभन्दा पहिला यो पार्टको काँडा निकाल्ने है, यो काँडा। त्यसको लागि तपाईँले चिम्टी युज गर्नु सक्नुहुन्छ। मैले चाहिँ ग्लोबल ब्रान्डको यो खालको युज गर्छु, एकदमै सजिलो छ, ह्यान्डी छ। हेर्नुहोस् आरामले यसरी निक्लिन्छ है यो। हेर्नुहोस् यो सबै निक्ल्यो। एकचोटि डबल चेक गर्नुको लागि चाहिँ तपाईँले हात सररै गर्नुहोस्, उल्टापट्टिबाट गर्दा पनि तपाईँले यहाँनिर के बिजाउँछ तपाईँलाई छैन, क्लिन भयो है। यति धेरै निक्लिन्छ सबै काँडा। त्यसपछि अर्को पार्ट तपाईँहरूले गर्ने भनेको यो चाहिँ अलिकति गाह्रो पार्ट हो, कतिहरूलाई चाहिँ सुरुमा चाहिँ यो गाह्रो हुन्छ, तर तपाईँले हाल्नु गर्नु थालिसकेपछि के हुन्छ सजिलो टाइपले गर्छु है। तपाईँहरू कुन लेफ्ट राइट ह्यान्ड कस्तो हुनुहुन्छ त्यो अनुसारले नै यसलाई गर्ने है। त्यो तपाईँलाई कम्फर्टेबल लाग्छ। मलाई चाहिँ यो राइट ह्यान्डले यतापट्टि घुमाएर गर्दा सजिलो लाग्छ। पहिला यो यस्तरी छिराउने। अब यो पार्टको चाहिँ तपाईँले के गर्ने भने चाहिँ अब यसपछि बिचमा फ्लेट कतिले चाहिँ अब बिचमा काटेर गर्छ है। तपाईँहरूलाई सजिलो एकदमै सजिलो तरिका यो लाइन देखेछ नि हामीले बिचको यो भेडा एक्ज्याक्टली यसको साइडमा हामीले लाइन बनाउने है। टक्कै काटेर यसलाई यहाँ पनि साइडबाट गर्ने हामीले यसलाई। त्यो बिचमा चाहिँ बोन्स हुन्छ नि त है, हड्डी अलिक साह्रो हड्डी हुन्छ, खानु मिल्छ तर त्यो पनि। तर निगिरी ससिमीहरू चाहिँ अलिक यो पार्ट छ नि, यो पार्ट हेर्नु अलिक यो पार्टमा यो एकदमै साह्रो हुन्छ, त्यही भएर त्यसलाई चाहिँ त्यसपछि तपाईँले यसलाई पनि वेस्ट नगर्ने, यसलाई पनि निकाल्ने है। त्यसपछि यतापट्टिको पार्ट हड्डी हुन्छ, त्यो हड्डी टाइपको पार्टलाई पनि हामीले यसरी निकाल्ने। हेर्नुहोस् यो पार्टमा पनि धेरै हड्डीहरू हुन्छ कि यो पार्टमा हुन्छ। तपाईँहरूले यसलाई अरू केही चिजमा क्रिस्पीहरूमा युज गर्नु सक्नुहुन्छ। त्यसपछि यसलाई यसमा काट्ने रोलहरूमा युज गर्नु सक्नुहुन्छ है। अब तपाईँहरूको यो लास्ट पार्ट भन्दा पनि हुन्छ, यो कसरी चाहिँ यसको यो निकाल्ने के हुन्छ, छाला निकाल्ने है यसको। सबै काटेर पछाडिबाट यो ग्रिप बनाएर बिस्तारै सरलै जानेलाई हेर्नुहोस्। अब छाला निस्क्यो नि त मजाले। छाला निक्लिँदा कतिचोटि चाहिँ यो अलिअलि कालो कालो यो छालाको दागीहरू बसेको हुन्छ यहाँनिर, त्यसलाई क्लिन गर्नुपर्ने हुन्छ फेरि है। यो पार्टको चाहिँ हामीले के गर्छौँ भनेपछि यो माथिपट्टिको यो जुन पेटको होइन ढाडपट्टिको माथिपट्टिको पार्ट हो, यसलाई चाहिँ के गर्छौँ हामीले ससिमी निकाल्छ यसको चाहिँ है। पहिला अलिकति यसलाई यहाँ साइडको मिलाउने, त्यसपछि हामी ससिमीलाई है आफ्नो आफ्नो रेस्टुरेन्ट अनुसारको ससिमी निकाल्छ। यो साइज निकाल्छ हामीले चाहिँ यहाँनिर यो साइज। त्यसपछि यसलाई राख्नुको लागि पहिला यो रेडी गर्ने हो, अनि यसमा अहिले सर्भ गर्नुको लागि यहाँनिर चाहिन्छ, त्यसको लागि चाहिँ हामीले यहाँनिर प्रिपेयर गरेर राख्ने यसलाई होइन। बस है। अब यो तलको पार्ट छ टेल पुच्छरपछिको पार्ट, यसलाई हल्का यो निकालेर यसलाई चाहिँ हामीले के गरिन्छ, यसलाई पनि निगिरीमा निकाल्न सकिन्छ यसलाई। हेर्नुहोस् निगिरीको साइज।
यसरी नै तपाईँहरूले गर्ने हो यसलाई चाहिँ बिस्तारै बिस्तारै फलो गर्दै गर्नुहोस् बिस्तारै यो चिजलाई चाहिँ आरामले सकिन्छ काम सिक्नुपर्छ है यसरी नै अनि युरोपमा धेरै स्कोप छ हामी सेफहरूको लागि यो विशेष यो सुसी इन्डस्ट्रीमा है हामी धेरै राम्रो स्कोप छ काम सिक्नु होला तपाईँहरूले काम सिकेर इच्छुक हुनेहरू ट्राई गर्नुहोस् युरोपतिर आयो भने चाहिँ यो काम सिकेको भयो भने तपाईँलाई धेरै हेल्पफुल हुन्छ अझै माछा काट्नुहरू तपाईँले जाने भयो भने अझै धेरै हेल्पफुल हुन्छ हस् त धन्यवाद भर्खरै होइन देख्नुभयो अब हाम्रो एडविन सेफ है उसले अब कसरी चाहिँ माछा कटिङ गर्नुपर्छ फ्लेट गर्नुपर्छ भन्ने कुरोहरू सबै देखाइसकेको छ प्लस ससिमी अनि निगिरी पनि कसरी निकाल्नुपर्छ भन्ने कुरो देखाइसकेको छ है यसरी नै होइन सिक्ने अनि तपाईँहरू अब युरोपतिर कतै आउनुभएछ भने होइन तपाईँहरूलाई जो यहाँ चाहिँ युरोप एरियामा चाहिँ कस्तो छ भने सुसी फिल्डमा चाहिँ एकदम जबहरू एभाइलेबल हुन्छ होइन अनि फेरि राम्रै पे गर्छ है कम्पनीहरूले रेस्टुरेन्टहरूले अनि त्यो भएकोले गर्दाखेरि जस तपाईँहरू युरोप आउनुभन्दा अगाडि उतैबाट चाहिँ यो कुरोहरूको एक्सपिरियन्सहरू लिएर आउँदाखेरि सिकेर आउँदाखेरि चाहिँ यहाँ सजिलो हुन्छ है त एनिवे गाइज अब चाहिँ म देखाउनु गइरहेको छु हाम्रो माकिसहरू कसरी बनाउँछ है शेफ प्रकाशले बनाउँदैछ म देखाउनु गइरहेको छु है त हाई म चाहिँ यहाँ कापामाकी बनाउँदै हो हाम्रो प्रिपरेसन सुरु हुँदैछ अहिले हाम्रो फर्स्ट प्रिपरेसनमा चाहिँ हामीले यसरी कापामाकी बनाउँछु अनि बिस्तारै कापामाकीसँग खानीमाकी तुनामाकी साकेमाकी बनाउँछु यो चाहिँ फ्यु आइटम्सहरू चाहिँ हामी नबिग्रिने आइटम्सहरू हो यिनीहरू फ्रेस आइटम्सहरू यिनीहरू चाहिँ अगाडि बनाएर राख्छु अरू आइटम्सहरू चाहिँ हामीले पछि बनाउँछु यो चाहिँ माकी छ है गाइस यो माकी बनिँदैछ अहिले फिलहाल चाहिँ यो कापा माकी भन्छ जो चाहिँ कुकुम्बर हो काँक्राको है अनि यहाँ चाहिँ सेफले बनाउँदैछ प्रकाश सेफ अनि उता चाहिँ हाम्रो इस्लाम सेफ हुनुहुन्छ अल द वे फ्रम इजिप्ट उसले चाहिँ हामी त्यो कुकुम्बरको स्लाइस पिसहरू निकाल्दैछ जुन चाहिँ हामीलाई रोलहरूमा चाहिन्छ है अनि यहाँ चाहिँ यसरी फर्स्ट अनि यो चाहिँ इन्ग्रिडियन्ट्सहरू के हो यहाँ यो माकीहरूको लागि धेरै इन्ग्रिडियन्ट चाहिँदैन हाम्रो मेन इन्ग्रिडियन्ट्स भनेको राइस हुन्छ यसमा अनि राइस हामीले नोडी बाहिरबाट नोडीले कभर हुन्छ अनि भित्र एउटै आइटम्स हुन्छ कापा त्यही कारणले यसलाई कापा माकी भनिन्छ त्यसरी कानीको आइटम पनि हुन्छ कुनाको आइटम हुन्छ जालमको आइटम हुन्छ प्रकाश अरू के यसो हाम्रो साथीभाइहरू अब नेपालबाट इन्डियाबाट आउनेहरूलाई चाहिँ एउटा सानो एडभाइस सिकेर आयो भने त राम्रै हुन्छ अनि यहाँ यो जो सुसी लाइनहरूमा चाहिँ स्कोपहरू कस्तो छ त के कस्तो छ स्कोप त धेरै नै छ धेरै छ सुसी लाइन होइन काममै धेरै छ काममै धेरै छ प्लस जो सुसीमा चाहिँ अब धेरै स्कोप छ है अब जबहरू पनि एभाइलेबल पाइन्छ हाम्रो यहाँ दोकानमा पनि भ्याकेन्सी अहिले खाली नै छ खुला नै छ यहाँ पनि भ्याकेन्सी छ हाम्रो बट यहाँनिर चाहिँ अब हाम्रो प्रोसेसहरू चलिरहेछ अझै हामी ल्याउँदैछौँ होइन मान्छेहरू नेपालबाट इन्डियाबाट गाह्रो पनि होइन यो सुसी सेफ हुनुको लागि अलिकति मेहनत र परिश्रम चाहिँ गर्नुपर्छ गऱ्यो भने आफ्नो क्षमता छ भने चाहिँ सकिन्छ जस एउटा राम्रो गाइडेन्स हुनु पऱ्यो होइन गाइडेन्स हुनु पऱ्यो नेदरल्यान्ड्समा पनि अलिकति एन्ट्री यहाँ गाह्रो छ नेदरल्यान्ड्स नभएर पनि जर्मनी तपाईँको सायद युकेतिर पनि हुन्छ बेल्जियमतिर पनि हुन्छ त्यतिर पनि ट्राई गर्दा हुन्छ ल सेफ प्रकाशलाई थ्याङ्क यू भेरी मच होइन बाई अब हाम्रो यहाँ सानो सर्ट हाम्रो यहाँ उता इजिप्सियन सेफको हल्का सानो एउटा केही लिउँ न वाट यु क्यान मेक नाउ I can make the how do you call it? You can make kapamakis. Kapamakis ओके because he is my sensei. या sensei means Teach me everything. teacher Yeah, he also teach me how to make the crispy ओके crispy items crispy items, all the ones. But I'm still learning. I like it a lot. yeah because you have a potential to learn Yeah, exactly. Yeah. okay thank you so much brother hey lady what's your name Karina. Ik heet Karina. where you I from am where you from ik from Oekraïne, Rusland. Ukraine Zat jij in Rusland? Rusi Beetje. are you Rusi Ja. seriously Ja. Beetje Rus.
Always vodka. Nee, niet You alles. love to drink always vodka. Ja, What you are doing? ik doe sushi. Engels, please. Sorry, I don't speak English. Okay, you have to lera. Lera. Oké. Lera. Volgende terug, ik ga alles Engels spreken. स्लोली स्लोली यही हो आजको लागि चाहिँ होइन सर्ट भिडियो बनाएको हामीले धेरै पनि होइन बिजी हुन्छ होइन त्यो हाम्रो आजको भनौँ न अब अहिले बिजी हुँदाखेरिको चाहिँ एक दुईवटा फुटेजहरू म बनाउँछु एउटा देखाउँछु है